हेलो हेलो नमस्ते सबैजनाले। खोरिएमाको बन्दा र साग टिपाई चल्दैछ भान्जाको। अब झारा पानीको झारा हो यहाँ नि पानी नआएर भयो बल्ल बल्ल बनाएकोलाई। हेलो हेलो हजुर काट्दै हो। दुई बेला लैसकिन्छ रे। होला दुई तीन चार पाँच छ सात बरा होला जस्तो चाहिँ। 5 6 7 बरा यति गरेको रे। अनि उसले साग टिप्ने होला नि। हुन्छ साग नि सबै टिप्ने होला नि। हुन्छ यहाँ अलिअलि डल्ले रहेछ त्यही भएर अलि 5 भनेको तर 2-3 सम्म भर्ला जस्तो छ के 2-3 बरा जति 3 सम्म भर्ला जस्तो छ के 2-3 बरा जति यताउति गरेर जोरदार गरेर 7 बरा भनौँ के अरे भयो भने 7-8 गर्नु पर्ला। ल अहिले बन्दा टिपाई भ्यू पनि कस्तो देखिएको पापर। खोरेको भ्यू देखाइदिनु पर्यो। फुलेल चाहिँ लास्टको डाँडा हो गरे अलिअलि देखिँदो रहेछ। यो मैले लगाएको फापर यो किवी जुन पनि अलिअलि देखिँदो रहेछ। यो दौलागिरी लासगुर्जा पिक टुप्चे पिक टनेलमा अलिकति साग छ त्यस पनि बेच्दिनु पर्यो भनेको। ल यो हाम्रो खोरेमा आज मजाले घाम लाग्छ। यस्तो मजाले घाम लाग्छ आउने सुनसान क्या है ग्यास हेर्दै गर्नु होला। हेलो उडे बन्द काट्दै हो नि त माउरामै। ल ल बन्द काट्दै हो कि ल ल गाइसहरु गाजर जुलाइरहेको त अलि मैला रहेछ काठे फालेर गाजर
गाजर खानुहुन्छ जेठानले फोन गरेछन् त के हतारको हतार कहिले सुको रे कहिले व्यापारमा स्ट्यान्ड रहेछ के अति घर त टोइलेट कोले बर्खामा के छ आत्रीले सामानले जो भनेको र सामानले खर्च त खनेको छ ट्रेलरभित्र चाहिँ अथवा साथ पानी हालिदिनु पर्ने हुन्छ र हानिँदैन तर बाहिर त हान्न यस्तो हुन्छ हानि त हान्छ पानी परेन भिजाउँछ यता तातिन्छ पानी चाहिँ चाहिन्छ अलिअलि हाल्नु पानी चाहिँ फुटफुटमा हालिदिनु सुकेर धुलो त पुग्नु फुटफुटमा सबै चाहियो कि भन्छ र उसलाई नि थियो नि त्यो भन्नु पऱ्यो अहिले बाहिर नै हुन्छ अब त आँगा थुप्रै लाउने रहेछ आँगा लाउने सुन्नु आँगा लाउने रहेछ
के ल सबैलाई धन्यवाद है अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद।